सम्पूर्णमा नमस्कार। नयाँ दिन, नयाँ सुरुवात, नयाँ भ्लग लिएर फेरि पनि तपाईँहरू सामु आइसकेको छु। म तपाईँहरूकै प्यारो साथी सन्दीप कुमार रेग्मी र यतापट्टि हुनुहुन्छ मेरो प्यारी साथी पुष्पा कुमारी अर्यालजी हुनुहुन्छ र अहिले हामी ओगुचीसम्म जाउँ भनेर चाहिँ लासक 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 हिँड्दैछौँ। अब जाउँ त्यहाँ गएर यसो हल्का शान्ति न किनमेल पनि गरौँ। अब यस्तै छ हाम्रो दिनचर्या। गर्मी गर्मी पनि भएको जस्तो छ, अलिअलि चिसो चिसो पनि छ। ल तपाईँहरू जहाँ पनि हुनुहुन्छ सुरक्षित रहनुहोला, स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, मस्त रहनुहोला है त। अनि किप वाचिङ, हामीसँगै साथमा रहेर घुमिदिनु होला। मलाई त कस्तो उठी उठी निन्द्रा लागिरहेछ भाइ। यताबाट उठी उठी निदाइदिन्छु म त। तिमी घोडा हो र? घोडा हो म। घोडा टाक्राक 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 गरेर साथी हामी कहाँ जाँदै हो? तिमीलाई थाहा छैन र? थाहा छैन भन्नु। हामी ओगुची जाँदैछौँ। अब तिमी घोडा भइसकेपछि त्यहाँ डङ्कीतिर जानु पर्यो भनेर। गाइस म चाहिँ कामबाट घर आउनु पाएन है, कहिले रेस्ट गर्नु पाउँदिनँ कि। मलाई कहिले अब आउनु पाएन, ल आयो ल एउटा बाहिर जाने, के किन्न जानु छ, के किन्न जान्छ। म आउनुभन्दा अगाडि नै किनेर राख्नु नि है। मलाई अहिले कस्तो 4 बजे उठेर काममा गयो भने त अब म कस्तो सुत्छु भनेर आएको हुन्छु कि कामबाट चाहिँ साथीहरूलाई नि। साथीहरूसँगै बिदा छुट्टी भयो भने चाहिँ अनि उनीहरूले जाऊँ न यसो बाहिर भन्दा होइन घर गएर सुत्नुपर्छ भन्छु कि है। अनि म घर आएर सुत्छु भनेर क्या आएको हुन्छ उसले, ए तिमी आयो होला हिँड ब्याग पनि राख्न पाएको हुँदैन, हिँड अहिले त्यही अवस्था भइरहेको क्या। मलाई यस्तो सुत्छु भनेर आएको थियो, मेरो दोस्तले मलाई कहाँ सुत्नु दिने, हिँड भनेर उहाँ कहाँ ओगुची लिएर हिँडिरहनु भएको छ। अब यो गुनासो चाहिँ गाइजहरू यो दिनदिनकै गुनासोहरू हुन् होइन। त्यही भएर म खासै यो कुरालाई चाहिँ यसलाई नेगेटिभ रूपमा लिएको छैन। यो चाहिँ अब यो दिनदिनकै यस्तै हो कि। अब यो मेरो मात्रै होइन होला सायद, यो घरको कहानी होला होइन। अब हेर्न सक्नुहुन्छ यहाँ लाएर यता कुरापट्टिबाट मुसु हाल्दै हिँडिरहेछु नि आँखा चिम्म गर्दै। त्यही भएर अब आँखा चिम्म पनि गर्नु पर्दैन तिमीले, हेरेरै हिँड। बाटोमा ठेस लाग्ला, फेरि ठेस लाग्यो भने फेरि अर्को तनाव फेरि मलाई नै आइपर्छ होइन। हस्पिटल लानु पऱ्यो नि फेरि तिमीलाई बोकेर। अब हामीलाई यहाँ ट्यु 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 गरेर उहाँ जेब्रा क्रसिङबाट सिग्नलले चाहिँ बोलाइसक्यो। सुन्नु न, तपाईँले नेपाल गएर कति भिडियो बनाउनुहुन्छ होला है? त्यो त अब त्यो भन्नै पर्दैन नि, भन्नुपर्छ। सुन्नु, तपाईँ नेपाल जाने कहिले हो तपाईँको यो त्यो चाहिँ? म भन्दिनँ, सरप्राइज जाने हो। घर जाने बित्तिकै पैसा कमाएर ल्यास भने बस भाउ, नत्र टिकट काटेर जा भनिदियो भने अर्को तनाव छ। सरप्राइज दिन गएको मान्छे आफै सरप्राइज फर्किनु पऱ्यो भने अर्को तनाव हुन्छ। त्यही भएर गाईहरू मलाई चाहिँ अब यसरी नै न्याकेरै अब लगभग आधी ज्यान चाहिँ मेरो भइसक्यो। अब न्याक्ने उसलाई चाहिँ अब घुमाइदिनु पर्ने। मैले एकदम मेरो अवस्था नाजुक छ अहिले। अब यस्तै गर्छिन्, मलाई झुन्डाइ राख्छिन्, न्याकी राख्छिन्। अब केही भन्दिनँ मैले अहिले। त्यही भएर अब तिमीले के खाएर आएको अहिले? अहिले भर्खर हो घरमा। 2 वर्षपछि एउटा रामेन खाएको मैले आज। 2 वर्ष साइकल आयो रामेन र अन्डा हालेर खाइदिए। 2 वर्षपछि एउटा कप रामेन खाएको मैले कप रामेन किन छोडेको थाहा छ? किन? फर्स्टदेखि भन्छु, काट्नु म भन्छु भन न। भिडियो लामो होला नि त। भन। मैले के कप रामेन छोड्नुको कारण के छ थाहा? मेरो मुखमा के यति धेरै पिम्पल आउनुको कारण भनेको पेट फोहोर भएर रहेछ क्या। अनि फोहोर चिजहरू त्यो होइन, जे भए पनि अब पिरो हुन्छ, जे भयो नि अब सधैँ नि त। मलाई फेरि ग्यास्ट्रिक छ नि त, ग्यास्ट्रिक हुनेलाई प्रायः जस्तो मिनिमम मुखभरि दाग आएको हुन्छ क्या। अब मेरो पिम्पल यति धेरै आयो, यति धेरै
त्यो रामेन जब म 7 दिन रामेन खान छोड्छु नि अहिले बसे जस्तो हुन्छ जब रामेन खाएपछि मेरो पिम्पल लाग्यो क्या अनि मलाई लाग्यो कि अब मैले रामेन खाएर चाहिँ होला भनेर मैले ठ्याक्कै 2 वर्ष छोडेँ क्या सधैँ 2 वर्ष अहिले देख्न सक्नुहुन्छ मेरो निखार खै निखार हेरौँ न घुम्ने होइन कि निखार वाउ सुगुबी यो के को कमाल हो कतिले सोध्नुहुन्छ क्या मलाई यो के को कमाल हो तिम्रो यो मुखको निखार के को हो सोध्नुहुन्छ त्यो हो रामेन खान छोडेको 2 वर्षमा म यस्तो चम्किली हुन सकेँ कुन रामेन भन्दाखेरि पिरो रामेन जुनसुकै नै खानु हुँदैन हामीले बिहान उठ्ने तातो पानी खाने त्यसपछि तातो पानी खाने त्यसपछि अलिकति नास्ता खाने सुन न सन्दीप मेरो घरमा के सबै गोरा गोरा खानु म मात्रै किन काली भएको होला है काली तिमी क्या काली हो त काली छैन तिमी त मेरो घर मम्मी गोरो ड्याडी गोरो बहिनी गोरी दिदी गोरी अहिले हुँदा त जन्मेको बाबु गोरो अनि हाम्रो घरको नानी बाबु सबै गोरा म चाहिँ किन काली भएँ कि सुन न किन त्यसै मान्छेले होइन बुढाबुढी भन्ने होइन रहेछ क्या है मलाई चाहिँ क्या तिमीसँग कुरा गर्दा जे कुरा नि अब म भन्छु नि त है सन्देश यस्तो भयो त्यस्तो म अरूसँग खुलेर केही भन्न सक्दिनँ होइन तिमीसँग सबै भनेर हुन्छ नि त किन तिमी मै जस्तो लाग्छ क्या हुन्छ नि अब पहिला पहिला केही कुरा हो भने म आफैलाई भनेर बस्थेँ नि त कसरी भन्थ्यो आफू होइन हेर्थेँ आफूलाई भन्थेँ आफूसँग कुरा मनमै कुरा गर्थेँ भन्नु खोजेको क्या सन्दीप हो क्या त्यस्तो कसैसँग सेयर गर्ने भन्ने हुँदैन थियो आफ्नो केही कुराहरू होइन अहिले तिमीसँग भन्छ नि त होइन अनि केही कुरा भने मम्मीसँग भन्थेँ मम्मीसँग चाहिँ भन्थेँ तिमी र मम्मी उस्तै लाग्छ नि मम्मीसँग नि केही कुरा सेयर गर्दा खुसी लाग्छ छोरी मान्छे नि हो क्या सुन न मम्मीसँग बोल्दा नि कस्तो आनन्द लाग्छ होइन केही कुरा हल त हुन्छ होला नि जस्तो लाग्छ तिमीसँग बोल्दा नि सेफ फिल हुन्छ क्या कस्तो गाह्रो हुन्छ बोल्न हुन्न कि किन धेरै बोल्नु त पानी खानै पर्छ है ऊ त किन्नुला नि त ऊ त पानी मलाई अझ निको भएन नि त अनि मलाई अब त्यो आफ्नो गरेर आफू त्यसै जबरजस्ती हिँड्यो क्या मलाई घर यत्तिकै बस्न मन लाग्दैन के गर्ने के अनि हुन्छ त्यत्तिकै सुतेर बस्ने बानी पनि छैन कि मलाई जे भयो भने गर्नै पर्छ सन्धि म किन यस्तो होला क्या बिदा भएपछि यस्तो रेस्ट गर्नु सुत्नु है म क्या काम केही भएन नि त्यो पट्याएको लुगा धरि निकालेर पट्याएर बस्छु कि यो बानी चाहिँ मैले कसरी सुधार्ने होला है जति नै काम काम कामै हुन्छ कि त्यो घरमा फाइनल्ली डङ्की आइसक्यो त्यसभरि मोबाइल चलाएर बसी भन्छु है म खोइ त्यो हो के हो हाम्रो साथीले यहाँ पुरै सपिङ हुँदैछ के किन्दै हो साथी के किन्नु लाग्यो त्यो झोलामा लुगा आफ्नो होला है फेरि के किन्न ला हेर्न दिँदैन भने जहिले यहाँ आयो भने जहिले यस्तै भन्ने रहेछ हेर्नु दिनु आँखालाई त शान्त दिनु न कहिले काहीँ दिने मैले दिने मुड अफ गरायो नि यसो छुन दिनु गाईहरू तनाव छ होइन यहाँ सपिङ लिएर आउनु पनि एउटा चाइनिज सामान जे किन्न आएको होइन त्यही किने त हुन्थ्यो नि पुरा एउटा सामान किने हुन्छ होइन पुरै घुमेर चाहिँ दुनियाँ होइन त्यो 3-4वटा फ्लोर छ यो 3-4 फ्लोर घुमेर नि लास्टमा किन्ने चाहिँ एउटा सामान हो कि एकदम पर्छ घरमा यति सामान थुपारेर राखेको छ होइन घरको कहिले युज गर्दैन क्या अनि यही किन्ने मात्रै भन्छ घरको सकाएर किन्यो भने फेरि म ओके सकियो भएर के सके देखाएको छु मैले प्याक स्याक दुनियाँ देखाएको छु मैले घर त्यो छैन कि यसो दिनदिनै युज गर्ने प्याक हुँदै छ थाहा मलाई मेरो अनुहार राम्रो बनाउन चाहदिनँ मलाई चाहदिनँ किन राम्रो बनायो भने अरूले आँखा लाग्छन् त्यसै त अहिले यहाँ त्यो फोन आएको गर्छ त्यो फलोवर्स बढाउन चक्करले दिनको एकचोटि फोन आउँछ तातो भुट्ला मान्छेले झन् राम्रो राम्रो बनाउनु थाल्यो अनुहार भन्नु त बाबु म त अनि तातो पानीमा कराईमा तातो पानी तताएर डुबेकै गएँ दोस्तलाई चाहिँ क्या मैले एकचोटि यो गिफ्ट गरिदिएको थिएँ नि त सन्दीपलाई अनि उहाँको स्किन चाहिँ राम्रो गरेको क्या यसले भन्यो अनि बरु अलिकति महँगो किन्ने होइन राम्रो चिज लगाउनु पर्छ अहिले कति छ त्यसको प्राइस अरू केही लाउनु हुन्न त अहिले त्यसको प्राइस कति छ किन अलिक घटेको क्या हो माथि के हो त नि त्यो टालेको चाहिँ आई क्रिम हो यो चाहिँ होइन यो चाहिँ के टाँस्यो हो यो 3200 पोइन्ट 40 पोइन्ट आउने केबाट तिर्यो भने पोइन्ट प्रिजेन्ट रे 640 के त डिस्काउन्ट के पोइन्ट चुकेर हुने के त्यति घट्छ डिस्काउन्ट हुन्छ डिस्काउन्ट हुन्छ अब 3200 हाम्रो त यो भन्दा ठुलो साइजको हो नि किने हजुरले किने यो हो कि किनेर हो कि यो हो कि
जस्ट किन्नुपर्छ इन्डोर पछाडिको के ल्याइदिन्छ भन्यो भने अहिले तोरी आइज अहिले नलिगौँ होइन अहिले हाम्रो अलिक समस्या छ ल हामी त उसमा जाऊँ न अनुहाकोमा सुन कोरिमो अनि एक्निकको एउटा लिदिउँ नि त पिम्पल आउँछ नि त दिदीको एक्निकको एउटा यसो हाल्नु पठाइदिउँ न दिदीलाई ल ल ल यो लेखिदिउँ एउटा ल एक्निकको यो सफ्ट गर्ने भाइ के अरे किन्दिनँ होइन क्या सफ्ट गरेँ नि छोड्नुहोस् ए हालिदिने हो सेरम भनेर ल्याएन नि त फेरि के लेखाएको छ? सेरम किन ल्याएन नि त म हेर्छु यसले गर्दा बाहिर ढोका साइरन बन्द रहेछ क्या कलर लिएर गयो होला नि त कतिले अनुहाइल मोइस्चर स्मुथनिङ एप्पलले यो सेरम होइन नि अहिले है यो होला नि त पिङ्क कलर यो होला यो सेरम हो नि कुन चाहिँ सेरम खै यो यो चाहिँ हो सेरम ल यही ल यही हालिदिउँ न त यही हो यो रातो यही हो सन्दीप रातोको हो क्या थाहा भएछ एकदम मनैदेखि मागेको चिज चाहिँ अरूभन्दा पनि त्यही खानु लाग्यो क्या प्लिज खाने कि गर खाने हिँडेर चाहिँ है फाइनली हाम्रो सपिङ सकिएको छ अब चाहिँ घरतिर लाग्छौँ थ्याङ्क यू फर वाचिङ अहिलेसम्म बाई बाई